केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको उहाँले प्रशंसा गरिदिनु एउटा प्रोग्राममा गएर अब प्रधानमन्त्री एमाले पार्टीको भएको कारणले एमालेको झोले भनेर अनेक लेखेर मान्छेहरू अहिले पनि यो फिल्म बहिष्कार गरौँ भनेर पनि भ्याए। कतिपयले यो फिल्म नचलेको कारण पनि त्यही हो एउटा भनेर पनि भ्याएछन् होइन। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? एउटा प्रधानमन्त्रीको प्रशंसा एउटा राष्ट्रिय कलाकारले त्यतिको गर्न हुन्थेन भन्नुहुन्छ कि तपाईँको व्यक्तिगत धारणा मात्रै बुझ्न चाहन्छु? यो चाहिँ हामीहरूको प्रवृत्ति हो, त्यो विषयवस्तु भन्दा पनि एउटा सानो बाहिरी तत्त्वलाई लिएर चाहिँ उसको क्यारेक्टरलाई चाहिँ ध्वस्त पार्ने किसिमले उसले गरेको कामलाई चाहिँ बिग्रियोस् भन्ने किसिमको छवि भएर हामीले त्यो किसिमको प्रशय दिएर बहिष्कार गर्नुपर्छ भन्ने हो। त्यो विषयवस्तुमा बसेर चाहिँ राम्रो गरे कसैले थोरैले मात्रै भने होइन, तर फिल्मै नहेरेका मान्छेले चाहिँ यो राजनीतिगत रूपमा चाहिँ एमालेको कुरा गर्यो अथवा चाहिँ केपी शर्मा ओलीजीलाई चाहिँ तपाईँको चाहिँ प्रशय गर्यो भन्ने किसिमको कुराहरू गर्नु, आई थिङ्क त्यो चाहिँ एकदमै सतही कमेन्टहरू हुन् के। तपाईँको विषयवस्तुभित्र रहेर बोलेनन् नि कसैले पनि। विषयवस्तु त्यो त विषयवस्तुभन्दा बाहिरको कुरा हो।